म त काङ्ग्रेस नै भन्छु, झोलै भनुन् जे भनुन् आई डोन्ट केयर। बच्चादेखि नै मेरो बाउ मम्मीले चाहिँ काङ्ग्रेस नै रोजिरहेको थियो अनि त्यही भएर चाहिँ हामीले पनि काङ्ग्रेस नै रोजिरहेको हो। एकदम राम्रो गरिसकेको छ। पहिले सबभन्दा योभन्दा अगाडि भइसकेको थियो नेता जस्तो धेरै राम्रो गरिसकेको थियो। 7-7 चोटि प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो। अब नयाँ नेता युवा नेता भन्छ, उहाँले आएको 1-2 वर्ष पनि भएको छैन। पछि जाँदाखेरि जे पनि हुनसक्छ, तर हाम्रो नजरमा त उहाँले धेरै प्रगति गर्नु भएको छ। त्यसैले म त काङ्ग्रेस नै भन्छु, झोलै भनुन् जे भनुन् आई डोन्ट केयर। भनेपछि अब फेरि प्रधानमन्त्री बन्ने सम्भावना कति देख्नुहुन्छ देउबा? उहाँ अहिले अब धेरै एजको पनि भइहाल्नु भयो, तर जहाँसम्म लाग्छ मलाई अब भएकै राम्रो है। तर फ्युचरको बारेमा म भन्न सक्छु, अब मैले नदेखेको छु, म भर्खरकै त हुँ भनौँ है, नो आइडिया यसको लागि चाहिँ। जस्तो कङ्ग्रेसमा अहिले गगन थापा हुनुहुन्छ सभापति होइन, अहिले 2वटा गुट बनेको छ। कतिले चाहिँ देउबा बन्नुपर्छ भन्नुहुन्छ, कतिले चाहिँ होइन सभापतिमा गगनै ठिक हो भन्नुहुन्छ। तपाईँलाई चाहिँ के लाग्छ? मलाई चाहिँ मेरै हजुरबा भएकै राम्रो। ए हजुरबा, तपाईँ आफ्नै हजुरबा हो? अब हजुरबाको दाइ देउबा। ए भनेपछि आफ्नै हजुरबा हुनुहुन्छ। एउटै गाउँ एउटै ठाउँ, अब देउबा अब के भनौँ, म कसरी गरौँ त। जस्तो तपाईँ अब युवा यहाँ आउनु भएको छ, तपाईँले चाहिँ किन अब काङ्ग्रेसै रोज्नु भयो? बच्चादेखि नै मेरो बाउ मम्मीले चाहिँ काङ्ग्रेस नै रोजिरहेको थियो अनि त्यही भएर चाहिँ हामीले पनि काङ्ग्रेस नै रोजिरहेको हो। एकदम राम्रो गरिसकेको छ। पहिले सबभन्दा योभन्दा अगाडि भइसकेको थियो नेता जस्तो धेरै राम्रो गरिसकेको थियो। 7-7 चोटि प्रधानमन्त्री हुनु भनेको धेरै राम्रो कुरा हो। तर अहिले युवाहरूले त धेरैले त बालेन भन्छन् नि। बालेन पनि अब बालेनले राम्रो गर्नु पर्यो, अब होइन त्यही हो। तपाईँ चाहिँ के लाग्छ धेरैले बालेन पनि भन्छन्? अब त्यो मान्छेको विचार हो। जस्तै मेरो सोचले अब म शेरबहादुर देउवा भन्नुहुन्छ, उहाँ अरूको युवाको सोचमा पनि त बालेन। अब कसैको सोचप्रति कसैले चिज पनि गर्न सकिँदैन। अब सबैको नजर हो हेर्ने, यसमा चाहिँ म केही पनि भन्न सक्दैन।